यो फोटो जुन राखेको छु मैले यो कायेश्वरी मन्दिरको फोटो हो। माथि चाहिँ शहीद पार्कको फोटो हो है। लौ न हाँसिदेऊ मायालु तिम्रो दिलमा छाइसके म। लौ न मायालुको देशमा माया दिन आइसके म। म बिहान हात्तीघोडाबाट अब हिँड्दैछु। यहाँबाट कायेश्वरी मन्दिर जाने भनेर बिहान हिँडिरहेको छु मैले। अहिले गोकर्ण पुगेँ। गोकर्णबाट सुन्दरीजल जाँदैछु। सुन्दरीजल जाने यताबाट जाने हो। कायेश्वरी मन्दिर जाने यताबाट जाने हो। यता गोकर्णेश्वरबाट आएको। सुन्दरीबाट जलबाट कायेश्वरी जानेछु। कायेश्वरी जानलाई 3 किलोमिटर बाँकी छ। यहाँबाट उकालो लाग्नुपर्ने छ। बाटोमा बच्चाहरू भेटे। बच्चाहरू खुसी भएर मसँगै साइक्लिङ गरेर हिँड्दैछन् बिचरा। तिमी कहाँसम्म जाने त्यही जाने हो मैले। ल म पनि त्यसमा जाने होइन अगाडि लाग। पहिला धान काट्दाखेरि पराल सुकाउने यस्तै हो। पहिलाको याद आएको थियो। यहीँसम्म ल भाइ है। कायेश्वरी जाने यो अब गेटबाट हो मन्दिरबाट। यताबाट ढ्याप् जान्छ माथिबाट। यहाँ चाहिँ कायेश्वरी जाने मन्दिर। हाइवेबाट बिस्तारै यता देब्रेपट्टि लगाएर कायेश्वरी मन्दिर जाँदैछु। कायेश्वरी मन्दिरमा अहिले राम्ररी बनाउँदै रहेछन्। राम्रो लाग्यो। कायेश्वरी मन्दिर आइपुग्यो। यहाँ राम्रो छ। माथि उकालो चाहिँ कागहरू मजाले देखिन्छ। यहाँ खोलाहरू पनि राम्ररी झर्ना जस्तो आइरहेको छ। खोलाको झर्ना नजिकै कायेश्वरीको मन्दिर देख्न सक्नुहुन्छ। यो मन्दिर हो कायेश्वरीको मन्दिर। यहाँ पूजा गर्ने। यो झर्नामा फोटो खिच्दैमा झर्ना पनि राम्रो देखिरहेछ। यो झर्नाभन्दा तल काठको राम्रो मूर्ति बनाएर देखिन सकिन्छ। त्यसपछि यहाँ माथिबाट हेर्दाखेरि राम्रो बनाएको हुन्छ। कायेश्वरीको खोलाको झर्ना साह्रै राम्रो देखिन्छ। मेरो साइकल हो। त्यो माथिबाट हेर्दा शिवको मन्दिर हो। यसमा ढोकेर हिँड्दैछु म। तलबाट कायेश्वर मन्दिरमा माथि हेर्दाखेरि यस्तो देखिन्छ। कायेश्वरी मन्दिरबाट जाँदै बाटोमा लप्सीको बोट देखेर साह्रै राम्रो लागेर लप्सीको बोट कायेश्वरी मन्दिरबाट माथि शहीद पार्क त्यहाँ कालो कौवाको स्ट्याचु बनाएको रहेछ। पार्कमा पिकनिक मनाउनेहरू धेरै हुँदैछ। रमाइलो ठाउँ रहेछ। यस कायेश्वरी मन्दिरबाट 3 किलोमिटर माथि रहेछ। कालो काग हेर्नुहोस् त कस्तो राम्रो देखिरहेको छ।